यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा काम गर्ने गणतन्त्र बनाउने हो भने शासकीय स्वरूप पुरानो मानिसहरूलाई किनबेच गर्ने खर्चिलो भड्किलो तरिकाको सिस्टम बदलेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भयो भने मात्रै स्थायित्व हुन्छ र राष्ट्रपतिले विज्ञहरू विद्वानहरू विषय विज्ञहरूलाई मात्रै मन्त्री बनाउने राष्ट्रपतिले र सांसदहरूको काम विधेयक पास गर्ने ऐन कानुन बनाउने गर्यो भने भ्रष्टाचारको मुहान पनि थुनिन्छ, स्थिरता र सुशासनको पनि सुरुवात हुन्छ भनेर हामीले भनेका थियौँ। अहिले झन्डै 15-16 वर्षको अनुभवले के देखायो भने जबसम्म यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदैन, जबसम्म यो देशमा समानुपातिक निर्वाचन प्रणालीलाई परिमार्जन गरिँदैन, भ्रष्टाचार पनि रोक्न सकिँदैन। त्यसकारण हामीले त्यसको निम्ति संविधान संशोधन गर्ने भनेका छौँ।